आज मैले लिएर आएकी छु गिलो चटपटेको सस बनाउने रेसिपी। सुरुमा मैले एउटा भाडा बसाले, त्यसपछि अर्को भाडामा मैले 2 चम्चा जति मैदा राखेँ र पानी राखेर त्यसलाई मजाले फेटे। हजुरहरूले मैदा, आटा र बेसनमा जे लिँदा पनि हुन्छ, मैले चाहिँ मैदा युज गरेको छु। यसलाई मजाले फेटिसकेपछि मैले त्यो तताउन राखेको भाडामा हालिदिएँ। त्यसपछि मैले यो फुड कलर राखेँ। यो चाहिँ ओरेन्ज रेड वाला फुड कलर हो। अनि यो चाहिँ कति राख्ने के राख्ने भन्ने चाहिँ मलाई त्यस्तो धेरै आइडिया थिएन, अनि तैपनि मैले राखेँ। अनि सुरुमा राखेको चाहिँ थोरै लाइट भए जस्तो लाग्यो, अनि यो बाक्लो पनि भए रहेछ। बाक्लो भए जस्तो लागेर थोरै पानी एड गरेँ, अनि फुड कलर पनि नपुगे जस्तो लागेर थपेँ। त्यसपछि यो यतिको भएको थियो, अनि यसलाई मजाले एकछिन सानो ग्यासमा पाक्न छोडिदिएँ मैले। 10 मिनट पछि मजाले पाकिसकेको थियो, अनि चलाउँदाखेरि यतिको भयो थियो। अनि बाक्लो पनि ठिकै छ जस्तो लाग्यो कि मलाई चाहिँ। कलर पनि कति राम्रो आएको के। तपाईहरुले पनि ट्राई गर्न सक्नुहुन्छ घरमा। थ्यांक यू फर वाचिङ। बाइ बाइ।